लु चाहिँ हेर्नुहोस् है अब चाहिँ हाम्रो यहाँनिर यो गुम्बादेखिको माथि भुटिया बस्ती गुम्बादेखिको अलिक माथिल्लो बाटोबाट जाने यता टिबिटेन रिफ्युजी सेन्टर जाने यहाँबाट एउटा मान्छे हामी बाइकहरू होइन मान्छेहरू हिँड्ने एउटा रोड थियो त्यसको हालत अब धेरै वर्ष अगाडि कस्तो भइसकेको थियो यहाँ बाटो हो एकपल्ट बनिएको दिनको रिपेयरिङ पनि भएको छैन हो अन्त हेर्नुहोस् यहाँ अब तपाईँहरूलाई म देखाउनु गइरहेको छु के भइरहेको छ यता यो चाहिँ कसले हेरिदिनुहुन्छ यसो हेर्नुहोस् है लु हेर्नुहोस् यहाँनिर धेरै वर्ष अगाडि आजभन्दा धेरै 3-4 वर्ष अगाडि चाहिँ यहाँनिर यो झरेको थियो ढप्पु हो अब त्यो तर पनि यताबाट सानो भए पनि जग्गा थियो मान्छे हिँड्ने ओहोरदोहोर गर्ने तर आज चाहिँ हेर्नुहोस् हो यो बाटोको हालत यो चाहिँ कसले हेरिदिने यो कसले उयो गरिदिने यो चाहिँ बाटो बन्छ यहाँबाट बङ्गा झरिरहेको छ पुल झरिरहेको रहेछ धस्किरहेको छ हेर्नुहोस् हो अब यो चाहिँ हिँड्ने बाटो हो अब यो बाटो यस्तो छ हेर्नुहोस् यहाँनिर अब बिचरा डेलिभरी दिने मान्छे आउनुहुँदैछ हो डेलिभरी दिने मान्छे आउँदैछ हेर्नुहोस् अब बाटोको हालत अझै अघि झरेको होला अघि बिहान त 10 बजीतिर मैले यहाँबाट मान्छे लगेर गएको हेर्नुहोस् है लो यहाँ हेर्नुहोस् हाम्रो यो भोटे बस्ती उयो टिबिटेन रिफ्युजी सेन्टर जाने बाटोको हालत चाहिँ यस्तो छ हेर्नुहोस् अब हो यो बाटो यस्तो छ यताबाट आउने बाटो बन्द भयो अब मुनिबाट चित्रेबाट घुमेर आउनु पर्यो चित्रेबाट यताबाट सिधै जानु कि सिधा उता जानु कि ओह्रालो झर्ने छ त्यहाँबाट ओह्रालो झर्नु तल चित्रे निक्लेर उकालोबाट यस्तै उकालो आउनु पर्यो अब गोप्ले फाटकबाट उकालो हेर्नुहोस् है अब चाहिँ यो बाटो चाहिँ कोही पनि नआउनु होला हो यस्तो भइसकेको छ यो चाहिँ कसले गरिदिनु हुने कसले हेरिदिने